गोरखामा 3 दिन अघि कुटपिटमा परेका एक व्यक्तिको मृत्यु भएको छ। गोरखाको बारपाक्सुलीकोट गाउँपालिका 3 निवासी 40 वर्षीय सन्त बहादुर गुरुङको शुक्रबार साँझ उपचारको क्रममा मृत्यु भएको गोरखा प्रहरीले जानकारी दिएको छ। गुरुङ हाल गोरखा नगरपालिका वडा नम्बर 7 पन्तेश्वरमा बस्दै आएका थिए। बुधबार साँझ सदरमुकाम स्थित गोरखा रोधी घरबाट निस्कने क्रममा भएको झगडापछि उनी कुटपिटमा परेका थिए। शुक्रबार साँझ घरमै 81 ढलेपछि उनलाई उपचारका लागि गोरखा अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। गुरुङको मृत्यु कुटपिटबाट लागेको चोटपटकका कारण भएको हो वा अन्य कुनै कारणले भएको भन्ने विषयमा भने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 4 जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्बर 7 रोटेपानी बस्ने बोनसाके, धार्चे गाउँपालिका वडा नम्बर 2 केरोजा घर भई हाल गोरखा नगरपालिका वडा नम्बर 8 बगैँचा बस्ने वर्ष 23 का मेङमर गुरुङ, सिराञ्चोक गाउँपालिका वडा नम्बर 2 थालाजुङ बस्ने 29 वर्षका होमराज गुरुङ र धार्चे गाउँपालिका वडा नम्बर 1 हुलचोक बस्ने वर्ष 24 का सन्तोष गुरुङ रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको गोरखा प्रहरीले जनाएको छ।